साथीहरू आज मेरो धेरै 2-3 वर्षमा बल्ल आज छुट्टी पाएको थिएँ। छुट्टीको दिन यति छिटो जाँदो रहेछ कि सीमै छैन साथीहरू। यति चाँडै छुट्टीको दिन बित्दो रहेछ कि दिन गएको थाहै भएन, एकैछिनमा दिन गयो। तपाईँहरूलाई पनि त्यस्तै हुन्छ कि छुट्टीको दिन यति छिटो जान्छ? गाह्रो छ है साथीहरू। तर यहाँको गर्मी हेर्नुहोस् न, बाहिर हिँड्नी साध्यै छैन गर्मीले। कहाँ जानु? दिनभरि रुममै सुत्यो, यता पल्ट्यो उता पल्ट्यो, यत्तिकै बोरिङमा छुट्टी बितिसक्यो साथीहरू। साह्रै गाह्रो छ होइन? तपाईँलाई पनि त्यस्तै भएको छ कि छुट्टीको दिन काट्न? छुट्टीको टाइम यति छिटो जाने कि सीमै छैन। के गर्नु हो, गाह्रो छ यार। जिन्दगी साह्रै गाह्रो छ। परदेशमा केही छैन, कहीँ जानु छैन, केही रङ रमाइलो छैन, केही छैन। दिनभरि रुममै बस गयो छुट्टी साथीहरू। साह्रै बोरिङ छ। तपाईँलाई पनि त्यस्तै भएको छ भने कमेन्ट गर्नुहोला। भन्दै बिदा हुन्छु। हस्त धन्यवाद, नमस्ते।